काशी हेलो एभ्रिवान, वेलकम टु माई नेक्स्ट व्लग। सो म आज बिहानै 7 बजे निस्केँ यहाँ पुग्नलाई। 7 बजे ठ्याक्कै पानी रोकिरहेको थियो र म निस्केँ। अब त घाम लाग्छ होला भनेर, बट अहिले आएर फेरि पानी पर्न लाग्यो। बिस्तारै बिस्तारै पानी परिरहेछ। सो आजको मेरो स्टार्टिङ पोइन्ट रहेको छ सतीसाले चोक। यहाँबाट हामी उँभो लाग्छौँ। हुन त आजको गन्तव्य मेरो लागि नि फर्स्ट टाइम हो, म पनि फर्स्ट टाइम जान लागेको। तर मैले लोकेसन भिडियो हेरे अनुसार चाहिँ यहाँबाट केही अघि गएपछि हाम्रो कच्ची रोड आउनेछ। अब हेरौँ कति बेर लाग्छ। यो हो नि त मर्निङ भाइब, गिलो माटोको सुगन्ध, चराको चिरबिरसँगै चिसो हावा। यस्तो ठाउँमा कसको मन नबस्ला र। स्टार्टिङ पोइन्टबाट करिब 40 मिनट हिँड्दै आएपछि यो पुल आइपुगे। अब यो पुल कटेर कति टाइम लाग्ने हो हेरौँ। अब One eternity later. ये रोड काहे खत्म नहीं होता बे? कहीं हम गलत रास्ते पर तो नहीं? किसी से पूछ ले भाई, पूछ ले। Nah, we are the explorers, bro. We don't ask for the directions. Woohoo! See, I told you we'll find our way. We always do. बल्ल बल्ल 1 घन्टा हिँडेपछि यो कच्ची बाटो देख्न पाइयो। अब रियल हाइकिङ स्टार्ट हुन्छ। लाइक कच्ची बाटोमा हिँड्न र पिच बाटोमा बाइक कुदाउन। You definitely can't say vice versa to this. अब बिस्तारै बिस्तारै यो बाटो लाग्दै हामी यो बस्ती छोड्छौँ। थोरै माथि पुगेर भिडबाट हेर्दा चाहिँ मैले एउटा भलिबल कोर्ट देखेँ जहाँ चाहिँ गाउँलेको बच्चाहरू आएर खेल्ने गर्थे। ती सबैलाई खेलेको देख्दा त मलाई पनि गएर खेलौँ जस्तो लागिरहेको थियो। तर फेरि गन्तव्य आजको धेरै टाढा छ। अब कुनै भिडियोमा 4 घन्टा लाग्छ भन्छ, कुनै भिडियोमा 7 घन्टा लाग्छ भन्छ। हेरौँ अब मेरो हिँडाइ अनुसार चाहिँ कति टाइम लाग्ने रहेछ मलाई। अब करिब 2 घन्टा हिँडेपछि चाहिँ म यहाँ नरकटे चोक आइपुगेँ र यता धारा देखेर चाहिँ एकछिन मुख धोएर रेस्ट गर्न मन लाग्यो। ये क्या हो गया? ओए, यता धारा खोल्दा त धारा नै फुस्केछ। कसैले देख्ला कि भनेर छिटो छिटो कसिदिइहाले। बेट्टाजी चलाक हो रहे हो। अब के गर्नु भनेर यताउता हेरेको, कोही गाउँलेहरू पनि हुन्न थियो। सो होपिङ द्याट पछि बाटोमा अरू कतै मुख धुनलाई पानी भेट्छु कि भनेर मैले थोरै पानी खाएँ अनि फेरि अघि बढेँ। एन्ड आई ह्याड सम लक। नरकटे चोकदेखि करिब 200 मिटर अगाडि गएपछि मैले एउटा घर देखेँ। घरमा त कोही हुनुहुन्न थियो, तर ट्याङ्कीमा पानी भएकोले गर्दा चाहिँ मैले मुख धुन पाएँ। यस्तो टायर्ड भएर एकदम चिसो पानीले मुख धुन पाउनु, इट वाज लाइक सुकून का नाम सुना है? हाय हाय, इतना सुकून। मुख धुँदा धुँदै एक्कासी मौसम पुरै बदलिन थाल्यो। देख्न सक्नुहुन्छ अघि त्यहाँ हुँदासम्म घाम थियो, तर अहिले भने पुरै हुस्सोले ढाकिन थालिरहेछ। अब मौसम पनि बिग्रिँदै जाँदैछ। यु क्यान सी। नाउ बिफोर आई टेल यु वाट ह्यापन नेक्स्ट, म यति भन्न चाहन्छु कि अघिको भलिबल कोर्टदेखिको अहिलेसम्म मैले एउटा मान्छे पनि देखेको छैन। एन्ड अहिले नो टाइममा मलाई हुस्सोले पुरा घेरिसक्यो। अहिलेसम्म त मलाई केही स्ट्रेन्ज फिल भइरहेको थिएन। म आफ्नो बाटोमा आफ्नो पेसमा हिँडिरहेको, तर एक्कासी मैले एउटा स्ट्रेन्ज प्रेजेन्स फिल गरेँ, एज इफ समन वाज वाचिङ मी। मैले अगाडि हेरेँ, पछाडि हेरेँ, तर कोही थिएन। बट आई हेभ गट सेन्सिटिभ इयर्स। माथि ल्यान्डस्लाइडको साइडबाट एकदम सानो मुभमेन्टको आवाज आउँदै थियो। म एक्कासी रोकेँ। हुस्सोभित्रबाट केयरफुल्ली हेर्दाखेरि एउटा पिच ब्ल्याक फेस भएको जस्तोले सेतो उलन कपडाले टाउको छोपिरहेको देखेँ। त्यो देखेको मुमेन्टमा हामी दुवै फ्रिज भयौँ। केही सेकेन्डसम्म वी वर जस्ट स्टेरिङ एट इच अदर। नो साउन्ड, नो मुभमेन्ट, बस हुस्सो र साइलेन्ट। अनि एक्कासी ट्र्याक्टरको आवाज आयो। एक्ज्याक्टली त्यो मुमेन्टमा त्यो साइडतिर फर्क्यो अनि मैले त्यसको होल बडी देख्न पाएँ। अनि बल्ल मैले बुझेँ त्यो भूत होइन, एउटा लङ्गुर पो रहेछ। कसम त्यति बेला मेरो दिमागले हरर मुभी नै बनाइसकेको थियो। एन्ड अल्सो त्यति बेला ट्र्याक्टरको साउन्ड भनेको त जेसिबीको साउन्ड पो रहेछ। यता करिब आधी किलोमिटर अगाडि आएपछि रोडको काम हुँदै रहेछ, त्यही भएर अहिले बाटो पनि अप्ठ्यारो भएको छ। नाउ आइम जस्ट वन्डरिङ वाट इफ सनराइज हेर्ने जोसमा म बिहान 3 बजे नै घरबाट निस्केको भए अनि त्यो एक्ज्याक्ट इन्सिडेन्ट त्यति बेला भएको भए। रुक रुक रुक, मैं बताती हूँ। अगर सुबह को अंधेरे में इंसिडेंट हुआ होता ना, तो हमारा थंबनेल ये वाला नहीं, ये वाला होता। अब हामी डेस्टिनेसनको लास्ट चेक पोइन्ट चुडी भन्ज्याङमा आइपुग्यौँ।
यता पिकअप गाडीमा मान्छेहरू तल झर्नतिर चढिरहेको थिए अनि साइडमा एउटा मावि स्कुल पनि रहेको छ। एकछिन राम्ररी रेस्ट गरेपछि म फेरि डेस्टिनेसनतिर लागेँ। केही बेर उँभो लाग्दा एउटा टर्निङ पोइन्ट आयो अनि डाइरेक्सन बोर्ड अनुसार यो ठाउँबाट चाहिँ भेरेटारको ओख्रे पनि जानु मिल्ने रहेछ। त्यही बेला मैले एउटा मेरो अनएक्सपेक्टेड कम्प्यानियन भेटेँ। हामी एकछिन सँगै हिँड्यौँ अनि अलि माथि पुग्दा एउटा दामी भ्यू देखिने भिर आइपुग्यो। त्यता बसेर हामी एकछिन भ्यूको मजा लिँदै बस्यौँ। फ्रेस हावा, हुस्सो अनि प्योर पिसफुल वाइब्स। अनि फेरि उँभो लागेपछि हामी आफ्नो डेस्टिनेसनको गेट आइपुग्यौँ। त्यसपछि बिस्तारै हामी भर्यौँ। स्टेप बाई स्टेप चढ्दै चढ्दा चढ्दै चढ्दा चढ्दै चढ्दा चढ्दै चढ्दा चढ्दै चढ्दा One eternity later. चढ्दै चढ्दा चढ्दै चढ्दा फाइनली वी रिच द डेस्टिनेसन, टोप थुम्की। तर टपमा पुग्दाखेरि हुस्सोले सबै कभर गरिरहेको थियो। एकछिन त लाग्यो यति दुःख गरियो तर भ्यू भने देख्न पाइएन। बट लकिली मसँग टाइम थियो। म बिहानै 7 बजे हिँडेको थिएँ र यता करिब 12 बजेसम्म आइपुगेको। सो म एकछिन रेस्ट गरेँ अनि बिस्तारै बिस्तारै हुस्सो क्लियर हुँदै गयो अनि त्यसपछि यो भ्यू देखियो। इट लिटरली फेल्ट लाइक बिङ अन द टप अफ द वर्ल्ड, बट इट इज द टप अफ द मोरङ। साँच्चै कुनै दिन म यता 520 को सनराइज हेर्न फेरि आउन मन छ। And with that, it's a wrap. But wait, I have still something to show you.